भयो। अब यो बाटो हामी यसरी जान्छौँ है। उहाँहरू आउनुभएको छ। यसरी माछा मार्न हामी गइरहेको छौँ गाइज। टक्क मजाले यो भिडियो हेर्नेले नछुटाइकन लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु है। ओहो यस्तो जङ्गल यसरी हामी चाहिँ केकडा गङ्गोटा मार्न जाँदैछ। गङ्गोटा बाटोमा भेटेछ अनि एउटा त ठगेर ल्याएर बिचरा लम्पसार सुतेको छ है। यस्तो पनि हुन्छ गाइज। ओहो हाँसेको उठ्ने होइन हजुर। हिँड्नु बिसाल्ने होला के अरे हजुर जाऊँ अब जाने होइन कता जाने हामी। यस्तो जङ्गलको बाटो चाहिँ हेर्नुहोस् टक्क लाएर अब यसरी हिँड्नुपर्छ हामी गाइज। ओहो यस्तो आउँदैछ नि यस्तो मौसम हेर्दा यस्तो भ्यू कस्तो दामी जङ्गलको बाटो। ओहो 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 यस्तो छ राम यस्तो घाममा यस्तो पनि हुन्छ। ओहो राम यस्तो गाउँ छ पारि पारि गाउँ छ। हामी यो बाटो गएर हामी चाहिँ यो अर्घाखाँची जिल्ला आउँदैछौँ। दाङ जिल्लाबाट अर्घाखाँची माछा मार्नको लागि च्याउ खोज्न। अनि यता अर्घाखाँची पनि घर अनि के भन्छ अरे यता पनि हाम्रो घर छ यतातिर। हामी त यसो टक्क लगाएर घुम्न पनि आएको। हामी आज चाहिँ च्याउ पनि खोज्ने बाटोमा भेटेँ। गङ्गोटा पनि समातौँ भन्ने सोच है। अनि उहाँ दिदी आउनुभएको छ। पानी हामीले 3 बोतल खाइसकेका छौँ है। यो भ्यूहरू हेर्नु कति राम्रो भ्यूहरू हेर्नु त टक्क लगाएर मजाले यस्तो छ ठाउँहरू हेर्नु त यसरी हिँड्नुपर्छ। भ्लग चाहिँ बनाइन्छ है मजाले। तर यो काटी बनाउँछन् यस्तो आइन जान्दैन हजुर। कसैले आउँछ भने सिकाइदिनु होला। माइ गड यस्तो बाटोमा जाने तर कता जाने बाटो जाने ल ठिक छ। सिटी बजाउन आएर केटीहरू राम यो चाहिँ